हामी चाहिँ भर्खर खानसाना खाएर अब यसो ट्रेक सुरु गरेको होइन। यसको चप्पल निस्किहाल्यो। बाटो तल आएर चाहिँ पानी परिरहेको बेलामा पानी पर्ने पनि छ। बिस्तारै हिँडिरहेको छु। यहाँ खास 3 बजे पुग्ने भनेर बिहान नि भन्नु हिजो त्यस्तो पुग्ने भने लास्टमा त लगभग 1 बजी लगाइसक्यो हो। बल्ल खाना खाएर हिँड्यौँ हामी। 3 बजी चाहिँ भरे 6 बजे नि के गरिन्छ होइन। त्यो भएर अगाडि गइसक्यो। त्यस्तो छ। पानी परेछ अनि जाडो त भएन। सुरुमा बाइकमा त मजाले जाडो भयो एकछिन। हिँड्दा तातो भइसक्यो। यसरी हिँड्यौँ म। यो तातो पान्छ पनि गउँछु। रमाइलो भइरहेको धेरै पछि ट्रेकिङ अहिलेसम्म थाकियो फिल भएको छैन। हामी 10 मिनट जति हिँड्यौँ होइन। 10 मिनट 15 मिनट 10 मिनट जति हिँड्यौँ। थाकियो 10 मिनट त्यो थाक्ने त्यही पनि थाकियो फिल भएको छैन। तँ भाएर कहाँ गयो तँ? पुगी प्लास्टिक थियो यसको च्यात्यो। तपाईँले खिच्नु न त भाइयाले फोन झुक्याएर पानी परेको थियो होइन। जान ल झुकेर हामी चाहिँ अझै आधी घन्टा जति हिँड्छ कि होइन। आधी घन्टा जति हिँडेर पानी परिरहेको हामी गर्नु थाक्यो। बिस्तारै हिँडिराख्यो। त्यही फेरि एकछिन भेटौँ ल। सधैँ हामी चाहिँ 2 घन्टा जति हिँडेर यो जङ्गलमा आइपुगेको छौँ। यो कहाँ हो के थाहा छैन। बाटो हो कि होइन पनि थाहा छैन। बाटो त हुँदै हिँडेको होइन तर हराइयो। अब हराइयो यो बाटो होइन भन्दा पनि हामी हिँडेर 2 घन्टा हराएको त 2 घन्टा होइन। हराएको त हामी कति 1 घन्टा लाग्यो। बाटो हो कि थाहा नभएर हराएको 1 घन्टा जति हुन लाग्यो। हो कि थाहा छैन। तर हिँड्यौँ माथि माथि पुगेर नि भनेर बाटो हो कि होइन थाहा छैन। हराइयो होइन। कसो पुग्यो भने थाहा 1 घन्टा भयो मैले तलैबाट फर्कियौँ भनेको यस्तो केही छैन क्या बाटो कहीँ छैन कि यो सिधै ठाडो छ होइन। हरायो अघि नै बाटो भेटेको पनि भयो 2 चोटि। यसबाट भेट्यो अनि चिचाको फेरि हरायो। फेरि यहाँबाट भेट्यो अनि पोखरीमा नआउनुहोस्। पोखरीमा हेर्नु त अब कहाँ जाने नि। कोही छैन कि बाटो यस्तो छ कि यता आएर यस्तो कहाँ जानु अब यार। 3:30 भइसक्यो। 3:30 भइसक्यो। हामी यहाँ अल्पत्र अल्पत्र भ्लग बनाउँ न। 1 घन्टामा तल झरौँ 1.5 घन्टामा फाइन बाटो अल्पत्र पऱ्यो। 3:30 भइसक्यो। 3 बजी थाहा हामी डेस्टिनेसन पुग्ने हिजो कुरा भएको 5 मिनट माथि चढौँ। 5-6 बजी पुगिन्छ कि भनेको 3:30 बज्छ। एउटा डेस्टिनेसन पुगेन। बार जङ्गलमा हरायो। खतम जानु यसो अब उतामा छ हो त्यो खाइहाल्यो सर। कोही नआउने एकदम एक्सपेक्टेसन भएपछि रियालिटी हुन्छ होइन। ट्रेक भन्ने मात्रै हो। लास्टै गाह्रो लास्टै कुकुरले नपाएको दुःख पाइसक्यो। गुल्नु जाने कहाँबाट हो? हामी खाना खायौँ नि त्यताबाट सिधै उता हो। कति घन्टा? भोरे पानी त तलैबाट हो। 5 घन्टा हामी आफै रोड मेन रोड त्यो गाडीकै रोड त्यहाँबाट 5 घन्टा सम्म लास्टै जति कुरै नगरौँ दुःख पाइयो। बल्ल बल्ल हिँड्यो। खुट्टा चिसै हात चिसै खतम। लास्ट यो रुख रहेछ होइन। A few moments later. हामी हरायो थियो होइन। अब चाहिँ एकदम अल्पत्र परे जस्तो फिल भइरहेको छ। हिउँ पर्यो बल्ल रमाइलो भएर अलिक दिएर अब जाम अब त मुजी के बोलेको त्यसो बोल्नुहुने अब त जानियो हिउँ पर्यो फेरि बोल्यो त्यस्तो बोल्यो भने हामी यस्तो बाटो हेर्दै बाटो हो कि नै थाहा छैन। राम भयो फोन राम
फाइनल्ली हामी चाहिँ बाटोमा आइपुग्यौँ बाटो भेट्टायो हामीले हिउँ पनि अलिकति परेको जस्तो अहिले बाक्लो पानी परेर अलि परेन अलि बाटो चाहिँ भेट्टायो है धेरै दुःख पायो अस्ति हराएको यस्तो कन्फ्युजन गरेर यस्तो कन्फ्युजन छ नि होइन मतलब कतै बोर्ड सोर्ड केही छैन त्यसले डेन्जर कन्फ्युजन छ झन्ड मेन बाटोमा चाहिँ आइपुग्यो हामीलाई अन्त बाटोमा चाहिँ झन्ड आइपुग्यो ल हिउँ पनि पर्छ होला माथि अब यहाँ अलिअलि परेको जस्तो भएको थियो कि माथि पर्छ होला सही हो म्याकेडक्स बल्ल रमाइलो भयो लिटरली हामी गडको नाम जप्दै आइरहेको थियौँ कि भगवान् प्लिज बाटो देखाइदेऊ भनेर जप्दै आएको थियौँ कि हो गड्स प्लान बेबी गड्स प्लान यस्तो रमाइलो भइरहेको जिन्दगीमा यार अब के को खोजीमा आइरहेको थिएँ भनिरहेको थिएँ म अघिसम्म नि है काम त हुन्छ नि त्यहाँ भिडियोबाट त केही फिल हुन्न यहाँ त्यस्तो बगल परेन होइन त्यो फोनमा त केही देखेन नि त मतलब क्लियर देखेन नि त यस्तो सही परेको ठाउँ यस्तो सही छ यो यस्तो बगल परेको होइन हामी हल्ला थियो अब चाहिँ कोखे डाँडाको बोर्ड चाहिँ हामी देखेँ जस्तो फिल भयो होइन कोही डाँडा देखेको होइन त्यहाँ तलबाट हो ओ कोही आयो बढायो सही पऱ्यो नि त सही यो पऱ्यो हो यो चाहिँ सही पऱ्यो अझै बाक्लो पर्नु पऱ्यो हो यस्तो सही हुनु पऱ्यो अलि बाक्लो परेर अनि बाक्लो परेर चाहिँ बाक्लो पर्नु पऱ्यो क्या त्यही खै कस्तो फिल हुँदै आइसका कस्तो फिल हुँदैछ सही उयो बाक्लो पऱ्यो अब अहिले जम्दै होइन भर्खरै पर्न सुरु गरेको कि भर्खर बुझ्दैन जम्दै अब सही हुन्छ सही पऱ्यो कि सही झन बढ्दै कि झन बढ्दै यस्तो पऱ्यो नि होइन यु क्यान्ट इभन हुन्छ नि इमेजिन के यस्तो खतरा पऱ्यो नि यु क्यान्ट इमेजिन कि होइन तर कालो हुने कि अब कसरी हिँड्नु भएन है हामी चाहिँ अहिले डाक्टर हिलमा आइपुग्यो अझै पनि स्नो पर्दैछ होइन सही रमाइलो भएर आयो अलिअलि चिसो भएर आयो हप्तामा डाक्टर हिँड्यो अब कोखिडाँडा चाहिँ हामी 10-15 मिनटमा पुग्छौँ यहाँबाट चाहिँ सही रमाइलो भएर सही यताको सिनहरू यता यो सिन रुखमाथि हिँड्नु यस्तो बाक्लो हो क्या यहाँ मेरो यस्तो बाक्लो हो कि छुट्टै छिटो कि यस्तो बाक्लो हिउँ परेको सही हामी फाइनल्ली डेस्टिनेसनमा आयौँ है यहाँ अझै हिउँ पर्दैछ यस्तो सही भयो यहाँ यस्तो फाइनल हामी डेस्टिनेसनमा आइसक्यौँ यस्तो भयो बल्ल आनन्द भयो कि टाउ दुख्यो यस्तो टाउ दुख्यो नि हुन्छ नि होइन यस्तो टाउ दुख्यो यहाँ चाहिँ एउटा मात्रै होमस्टे कि हामी चाहिँ तलबाट बुक गरेर आएको थियौँ हिजो अस्ति नै बुक गरेर यस्तो सही हिउँ पऱ्यो होइन यस्तो सही खतरा के खतरा यस्तो हिँड्छ नि तल झन् छुट्टै गर्नु थियो मेरो यता घरले छेकेर नि घरले यस्तो पर्नु दिएन भने छेकेर खतरा पऱ्यो खतरा हामी चाहिँ अब बेलुका खाना खानु लाग्यो यहाँ खाना खानु लाग्यो अब केटा 2 जना आउँदैछ खत्रै हिउँ पऱ्यो होइन अब चिसो चाहिँ यहाँ बत्ती सत्ती नेटवर्कहरू केही छैन रमाइलो हुँदैछ